नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामी चाहिँ कहाँ जाँदैछौँ भनेर हजुरहरूलाई चाहिँ पक्कै पनि भन्नेछौँ। लास्टसम्म भिडियो हेर्नुहोला है त ल। हामी चाहिँ करिब 3 बजे चाहिँ हामी ताप्लेजुङ बजारमा पुगेका थियौँ। त्यसपछि चाहिँ हामीले हाम्रो यात्रा सुरु गऱ्यौँ। बाटो चाहिँ एकदम उकालो बाटो हुँदै हुँदै होइन, बाटोभरि यति राम्रो सुन्दर दृश्य देखिरहेका छौँ नि हामीले। पहाड अनि चिसो हावाले अझै रमाइलो बनाइरहेको थियो क्या। हामी चाहिँ बुढाबुढी गफ गर्दै गर्दै रमाइलो गर्दै बिस्तारै अघि बढिरहेका छौँ। करिब 3 घन्टा जति चाहिँ हिँड्नुपर्ने यो बाटो है, उकालो 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 गफ चल्दैछ। कस्तो हुँदैछ के हुँदैछ भन्दै हुनुहुन्छ हो। अनि त्यसपछि 3 घन्टा हिँडेपछि चाहिँ हामी होटेलमा पुग्छौँ। त्यसपछि हामीले त्यो दिन चाहिँ त्यहीँ बस्ने निर्णय गऱ्यौँ। अनि भोलिपल्ट हामी चाहिँ करिब 2-3 बजेतिर निस्किन्छौँ। अनि त्यसपछि पनि अझै माथि माथि हिँड्दै 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 करिब करिब हजुरको 3-3.5 घन्टा हिँडिसकेपछि चाहिँ मनमा छुट्टै उत्साह उमङ्ग छाइसकेको थियो। अब चाहिँ पाथिभरा आमालाई चाहिँ देख्न पाउने भन्ने चाहिँ एकदम ठुलो आश्वासन राखेर एकदम छुट्टै खुसी छाएर हेर्नुहोस् न, यति धेरै हिँडेको, हिजो हिँडेको त्यत्रो थकान अनि आज हिँडेको थकानै छैन क्या। म थाकेँ भन्ने नै छैन। त्यस्तो राम्रो अनि मनले नजिकै पुगिसकेका छौँ हामी चाहिँ। छुट्टै खुसी श्रद्धा बोकेर माताको दर्शन गर्न गाह्रो त छ, तर हजुरहरू त्यहाँ पुग्नु भएपछि नि हजुरहरूले बिर्सिनुहुन्छ कि हजुरलाई पनि दुःख थियो र हिँडेर आउँदा, कुनै कष्ट भएर भनेर हजुरहरूले चाहिँ त्यहाँ पुग्नु भएपछि सम्पूर्ण दुःखहरू बिर्सिनुहुन्छ क्या। त्यति आनन्दित, त्यति मनमोहक बनाउने ठाउँ आजसम्म चाहिँ मैले कतै पनि देखेको थिइनँ। हजुरहरू पनि पक्कै पनि एकपल्ट चाहिँ यहाँ जानु नै पर्छ है। यति शान्त दृश्य देख्न सक्नुहुन्छ, यति राम्रो, यस्तो राम्रो नि गाइज। मलाई चाहिँ यो जति यहाँबाट म निस्किँदाखेरि उत्साहित थिएँ नि, त्योभन्दा धेरै म त्यहाँ नजिक नजिक पुग्न लाग्दाखेरि के, जब यो घन्टी बजाउँदै बजाउँदै म माथि उकालो लागेँ नि, अनि झन् छुट्टै उमङ्ग छर्दै 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 हामी दुईजना चाहिँ हाम्रो यात्रातिर अगाडि बढिरहेका थियौँ। भिडियो बनाउने चाहिँ उहाँ ल अब देख्न सक्नुहुन्छ। अब झन् हामीले पाथिभरा आमालाई नजिकबाट यसरी छोएर हेर्दाखेरि त झन् यति मन भक्कानेर आउँछ नि हजुर। हजुरहरू चाहिँ म फेरि पनि भन्छु क्या, पक्कै पनि जानुपर्छ। टक्क हामी फेरि दर्शन गर्दै थियौँ अनि हिउँ पर्छ अनि त झन् वातावरण कस्तो रमाइलो देखिन्छ, हिउँले ढाकेको। ल हेर्नुहोस्, हिउँले गर्दा सम्पूर्ण दृश्यहरू पनि कति राम्रो देखेको क्या। अझै मजा आइरहेको थियो गाइज। आउन मन त थिएन, तर के गर्नु, फर्किनै पर्यो। त्यहाँ पुगेपछि नि हत्तपत्त हजुरहरू सबैलाई, मलाई मात्रै होइन कि हजुरहरूलाई पनि हत्तपत्त फर्किन चाहिँ मन लाग्दैन क्या गाइज। ल अनि हामी दुईजनाले चाहिँ सानो सानो एउटा दुइटा भिडियो बनायौँ। ल हेर्नुहोस्, यति मजाको। अनि त्यसपछि देख्न सक्नुहुन्छ यस्तो थियो मेरो लुक। अनि हामी चाहिँ अब पाथिभरा आमाको दर्शन गरेर बिचमा चाहिँ भिडियो बनाउन पाइएन। त्यसपछि चाहिँ हामी झर्दै गरेको। यो चाहिँ अब अन्तिम। ल हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो, लाइक सेयर कमेन्ट चाहिँ अवश्य रूपमा गर्नुहोला। अनि हजुर पनि यो ठाउँमा चाहिँ अवश्य रूपमा चाहिँ पुग्नु होला है त। ल सबैजनालाई माताले रक्षा गर्नुहुनेछ। ल आजलाई यति नै, फेरि पनि अर्को भिडियो लिएर आउने नै छु। हस् त, धन्यवाद। मेरो भोइस सुन्नुभयो?